ल त साथीहरु कहाँ जान लाग्यो हामी कहाँ जान लाग्यो दाइ आज चाहिँ हामी टक्क खोलामा मासु पोल्दै प्लस त्यहाँबाट आएर हामी चाहिँ टिकटकमा त्यो हाम्रो भिडियोको झक्केको पार्ट 2 आउँदै हो आउँ मतलब बनाउने त्यो तोडेर कुड्दै तोडेलाई त्यो हात दिनु न यार तोरे आउँदै हो तोरे कस्तो तोरे आयो ल ल ल हेन्सी भएर टिटो बन्यो भनेको त सुल्टी ल ल ल ल ल ल ल स्विमिङ पुल जान मानेको हो क्या स्विमिङ पुल जान माने खोला खोला चलो 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 ल त चलो 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 ल डाइरेक्ट हिँड्छु भेटौँ ल साथीहरु हामी हिँडिसकेका छौँ You can see the view, lovely view. Lovely view today. ल त हामीले चाहिँ अहिले आकाश भाइलाई भेटिसकेको छौँ यस आजको हाम्रो तिमी अब कुन एक्टिङ आज एक्टिङ हो तिमी चाहिँ म क्यामेराम्यान हैन क्यामेरा त म हो तिमीलाई चाहिँ आज त्यो जडियाको रोल आज ल पक्का आज अर्को हिरो आजको मेन रोल चाहिँ ऊ आज चाहिँ हामी मासु लिन आएको मान्छे नरहेछ लेफ्ट ह्यान्ड कि लेफ्ट ह्यान्ड रे मेदीको लेफ्ट ह्यान्ड मोर सम्मानले त टक्क लाएर यहाँ कति किलो भयो अझै मासुलाई आज हामी लक्ष्य भने के हो वाक्स्या भनेको मासु उयो मासुसँग के हुन्छ हाम्रो हुन्छ हामी सोझो मान्छेहरू अब त डिउ अहिले स्प्राइट कोल्ड ड्रिङ्कहरू हुन्छ त्यस्तो बियर खाने काम चाहिँ गरिन सबै होइन छुने नै होइन त्यो आफ्नो हेल्थको पनि केयर गर्नु पऱ्यो के अरे त्यसलाई अब हामीले पोलिन्छ टाइलमा ला कति राम्रो राम्रो टाइल ढुङ्गा ढुङ्गा अनि इङ्ग्लिसमा टाइल स्टोन यहाँ उठाएर लैजान यहाँबाट लाने अब चाहिँ हाम्रो डिस्टेसन आउँदैछ त्यसपछि एकछिन पौडी खेलेर हामी झकमलीको पार्ट 2 बनाउने ठाउँमा जाँदैछौँ ला उस लिनै बिर्स्यो यार तास त्यही बिर्स्यो त लाग्थ्यो के अनि त्यो टिकटक सिनमा तासको सिन छ नि त केटाहरू पुरा तास खेलिरहेको त्यही भएर ला अहिले उता माथि गएर एकचोटि सोध त्यो पनि मिल्छ घुमसोट यहाँबाट भ्यू हेर्नु हो कति दामी छ साथीहरूको भ्यू हेर्नु भ्यू उतै जाने हो किर्तिपुरतिरै अँ त नि ल त हामी लोकेसनमा पुग्न लागिसक्यौँ यु क्यान सी द भ्यू ब्युटिफुल भ्यू हेरिन अब धेरै पुग्न धेरै बाध्य रहेन एकछिन है किन भडक जस्तो भन्ने हो टोक्रे खोला भुटुला
उता चिसो खै त्यहाँ चिसो अक्षय कुमार अलि सेपरेटमा गएर बस्ने भएर नेपाली अक्षय कुमार त्यसले के गर्नु लाग्यो लैजाउ अब त डाइरेक्ट खोलामा पुगेपछि पुग्नु लागिसक्यो त्यही पनि ला ओ दाइ यो लट्ठी उठाउने अहिले चाहिन्छ आगो बाल्न बाटो सही छ त भाइ यहाँ यसो केटाहरू दाउरा हन्टिङ दाउरा हन्टिङ आयामा छिटो खोलाको दर्शन भइसक्यो के पानीको दर्शन भइसक्यो भर्खर को नानी भए पहिले बस्यो त यार कहाँ कुन बाटो आयो यी रमाइलो एकछिन बजे केटाहरू त्यो मासु पकाउनु लागि ढुङ्गा खोज्दै रेडी पार्दै मतलब मायाले मन परायो टोकरा खोलाको भगवानलाई चढाएको थियो अब मान्ने माछा नि ल घरतिर फर्किनु लाग्यो घरतिर होइन माथि भिडियो खोलाबाट आएको भिडियो बनाउनु बिर्स्यो यार डाइरेक्ट यहाँ ल दाइ कस्तो भयो अनुभव खत्तर रमाइलो भयो भाइ रमाइलो होइन कि गर्मी सरिम कस्तो अहिले त गर्मी त हरायो हजुरसँग भिजिरहेको एस भाइ ठिक छ ल हामी चाहिँ लास्ट यो चाहिँ हिँड्नु नसक्ने मान्छे ढिलो हाम्रो पार्ट 2 बन्ला कि नबन्ला झकेको फिक्स मौसम हेरेर त अब उयो कति बज्यो र टाइम छ दाइ छ होइन अरू बेला हामी 6 बजीतिर जान्छ आज त बल्ल 5 बजी बजेन हुन त बन्न त बन्छ पिसा फेन्ट हो यो बाबु पिसा फेन्ट हो यो भन्नु दाइ कुन ठाउँ हो यो होइन चाहिने आशिष तामाङ यहाँ मनोज तामाङ ल त साथीहरू अब चाहिँ हामी टिकटक बनाउनलाई माथितिर जाँदैछौँ पौडी खेलेर सकिसक्यौँ त्यो भ्यू टेक तलको अब हामी यहाँबाट सिधै जान्छौँ किर्तिपुरको
खोलाको बाटोमा त्यहाँबाट अब डाइरेक्ट त्यहाँ भेटौँ साथीहरू बाई ल है साथीहरू किर्तिपुर आइसक्यो यो चाहिँ किर्तिपुर गाउँ हो अब यहाँबाट सिधै हामी यो गाउँ अलिकति खरेपछि खोला आउँछ यहाँ रोपाइ भइरहेको रहेछ देखाएर अस्ति हामीले झक्कमाले पाठवान चाहिँ यही स्वामीको बुटानिर बनाएको हो यहीँ अब चाहिँ हामी यतातिर पार्ट 2 चाहिँ यही बाटोमा बनाउने सोच छ ल है त साथीहरू लोकेसन आयो यही हो लोकेसन ल अब सिनेमेटिक सट हेर्नु है त यही हो लोकेसन सही छ गाई सही छ ठाउँ डब्लु भाइ डब्लु कमेन्टमा डब्लु भन्नु डब्लु भन्नु पठाउ कमेन्टमा डब्लु कमेन्टमा डब्लु वन्डरफुल सब मिल्छ के ल टिकटक प्र्याक्टिस डान्स प्र्याक्टिस एउटा मैले मिल्यो त यस्तो नगर त फेरि बजार गीत जुन नि माया त्यस्तो नगरेर जस्तै ए छिटो न स्टेप जात क्या मगर रहेछ त्यो उ इच्छिन मगर इच्छिन मगर मलाई एक्स्ट्रा किलो मगर जान्छ ल बजार त एकचोटि गीत मैले सब न हराइसक्यो यार किया दिउँला नि माया हो कुन हात यो हैन सूर्य वा फेरि 1 2 3 केटाहरूले प्र्याक्टिस गरेर पनि भ्याएन है ल डान्स सिक्ने केटाहरू कोइदले भाइरल wasकै काचुले 4-5 वटा काम हाल्यो चाहिँ मकाले कागज छेन्द्र मकाले पागल हैन ए ग्यापाङ काले 4-5 वटा काले के डेली काले हो त कगी हो बा फेरि कुलाई हो जान्न ढुक्का यस्तो आज 5 वटा हाल्ने यो कुन्टा हाल्ने हो बरु पानी नआउने नि यता सिंगल भिडियो लियो मैले के भाइरलमा छान्छु अनि नाके हिडे प्लट छान्ने भएर जाने सम्यो 700 भ्यू त नुम्यो मैले एउटा त बनाऊ पागल एउटा बनाएन चीचो मे पेडे तना गया ल कतिको न नाके इसे त वार्ने नि न चुडिया दिउला टिकिया दिउला इसे उठाले फेरि चक्के ओके इसे चुडिया दिउला टिकिया दिउला जुत्ता ल्याउँ जुत्ता चुडिया दिउला टिकिया दिउला त छड्का छौँ अब उल्टापट्टि छड्का छौँ दिउला नि माया हो दिउला नि माया सिम्पल आफूले जियाउँछ त्यो गरिदिनु भयो त ट्याक्क त्यो गीतसँग चाहिँ मिल्नु भयो क्या दिउला नि माया हो ऱ्याम्बो तरङ्गी इन्द्रेणीमा के अरे शब्द मिसाउ कि भिडियो बनाउन लागि यहाँ यस्तो सङ्घर्ष गर्ने ल त सुटिङको लागि केटाहरू पुरा तासले एक्टिङ केटा सिक्दै रिहर्सल ऱ्याम्बो थियो हराइहाल्छ केटाहरू हत एक्टिङ साँच्चीको होइन फेरि केटा यो चाहिँ यो एक्टिङको लागि एक्सन एकछिन म क्यामेरा चलाएँ भन्नु के भन्ने रे त्यही हो कि बिर्सेर ल हाम्रो क्लबलाई के अरे 2 3 1 2 3 एक्सन हाम्रो क्लबको नाम के हो भन्दै केटा हो गुलेली क्लब 1 2 एक्सन ए पड्काने एकलाई पड्का दिलाई 2 3 एक्सन अप्ठ्यारो छ लुटिहाल गोटाको 50 ले लुटिहाल केटाको टिकटक केटाले एक्टिङ के अरे त्यो डायलग याद गर्नु पनि मा टाइम ला ल है त भर्खरै हामीले टिकटक बनाएर भ्यायौँ अब त्यो भिडियो चाहिँ हाम्रो मनोज पुलामी च्यानलमा आउँछ कङ्गुदाई केटाहरूको एक्टिङ कस्तो भयो केटाहरु एक्टिङ यार अब 30 सेकेन्डको भिडियो बनाउन यार घण्टौं लाग्छ यार मोबाइलै चाप अनि तपाईको कस्तो भयो तपाईको एक्टिङ चाहिँ मेरो त फर्स्ट क्लास हो नि भाइ ठिक छ अनि आज साथी तिम्रो कस्तो भयो फर्स्ट टाइम यस्तो टाइम भयो दा यार ठिक छ खतरा भयो ल विपेश यो दुईजना अलि गाह्रो भयो अब भोलि नेक्स्ट टाइम अलि सुधारेर ल पार्ट 2 मा अब चाहिँ बाटोमा हिँड्दै भेटौँ है त साथीहरु ल हल्का बोल्नु पर्यो है ल दाइ कस्तो भयो आज हाम्रो आज दह्रो रमाइलो भयो भाइ यो अब कुन च्यानलमा आउँछ मतलब
यो हाम्रो टिकटक के यो हाम्रो टिकटक मनोज पुलामी मगर भन्ने आइडीमा आउँछ अनि युट्युब च्यानलमा पनि त्यो युट्युब च्यानल चाहिँ हामीले सोच्ने हो टिकटकमा हाल्छौँ टिकटकको क्याप्सनमा चाहिँ हामीले युट्युबको च्यानलको नाम चाहिँ के राम सोध्छौँ अब कमेन्ट गर्नु त्यही रामलाई त्यही हो त्यति बेलासम्म यो भिडियो एडिट हुँदै गर्छौँ मतलब हुन्छ भयो ल त साथीहरू हामी चाहिँ अहिले घर फर्किँदै मोबाइलको चार्ज पनि यो 3% छ अब त्यही भएर यो भिडियोलाई एन्ड हान्दिउँ त साथीहरू ल है त ल साथीहरू बाई